नाताहरू apa sih kado? दुईपट्टि नै कसो गरौँ दिएको हुन्छ राख्दा नि हुन्छ साह्रो बुढी माउली पनि यतै आउनु पर्यो हजुर हजुर आउनु यता मिस्री मिस्री खादिँदै पो यतै त होला अनि यता भाइ बुढी माउलीको उता भरे भरे फेरि यो होला अप्सन भइजाला होइन बस्नु न बस्नु दाजुले पनि दाजु बस्नु न बस्नु न पुरै बुझ्दा होइन बस्नु न बस्नु आइज आउनु न यता आउनु यता भाउजू कहाँ गयो भाउजू हाम्रो भाउजू कहाँ गयो खोइ भाउजू सबै तिमी यहाँ जाने फेरि भाउजूलाई सबैले बोलाएको तिमी यहाँ बस न यहाँ ए माइली कान्छी म बोला खाना गर्नु पर्यो उयाबाट खाना यहाँ 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 खालि खाना खाएर गर्नु पर्यो आप्पा यहाँ बस्नु न तपाईँ बाट होइन हाम्रो नाताहरू कुलुङबाट त्यति धेरै राखिदिनु भयो के को लागि राखिदिनु भयो र त्यो अलिकता हामीलाई अब जानकारी गराइदिनु भएको भएदेखि हुन्थ्यो हुनु त हामीले बिहानदेखि आएर किर्नै जतिको खाइयो होइन अब बाहिर जाँदा जाँदा पनि अब सकिएन अझै पनि अब उठ्टुस भइरहेको छौँ तपाईँहरूको घर परिवारमा आएर र पनि यत्रो दिँदाखेरि त फेरि म त छक्कै परेँ यसको नामहरू चाहिँ के पो होला भनेर पो हजुरहरूलाई सोधनी गरेँ अब हुनु त जुन खोलाको दुवाली त्यही खोलाको चपरी भन्छ अब हामी अब तपाईँ हाम्रो साइन अब हामी सामसिङ खोलामा पर्छौँ हजुरहरू कुलुङ खोलामा पर्नुभयो अब हाम्रो एक आपसमा हाम्रो बातचित अलिकता तलमाथि नहोला नमिल्दा तर अब हाम्रो मिल्ने तर्फ पर्वतीय भाषाबाट चाहिँ अब भन्दाखेरिमा यो सबैले जानकारी हो भने बुझ्ने तर्फबाट हुँदाखेरि अब के को लागि यत्रो अब राखिदिनु भयो होला भन्ने एउटा सानो सोधनी गरेँ रिसानीमा चाहिँ हजुर नाच होला भनेर भन्दै अब यसमा हजुरको फेरि चाम्लिङको छोरी कुलुङको बुहारी कुलुङको श्रीमती त्यो चाम्लिङले पाएको छोरी कुलुङले भयो जाऊ हजुर त्यसले गर्दाखेरि हजुरको छोरी चेली भाना भान्जी अब एउटा उहाँको पहिलोपटक एकपटक जीवनमा
एकपल्ट जन्मिनु एकपल्ट मर्न अवश्य नै थाहा गर्ने कुरा हो होइन त्यसले गर्दाखेरि जुन आज उहाँहरूले माइती पक्षले अब कुलुङमा एउटा मात्र हुँदा धेरै खालको कुलुङ हुन्छौँ अब धेरै थर जनाजात छैन भनेदेखि त थर छुटेर भनेदेखि अब कुटीबिरी नै भएन हुँदैन अब उहाँको हाम्रो सन्धि पनि कुलुङमा पनि हाम्रो कुलुङ पऱ्यौँ त्यसले गर्दाखेरि हजुर यहाँ अब हजुरले सकिहाल्नु कुरा चाहिँ खोला तोलाको जुन खोला तोलाले खोला चप्परी जुन जग्गा छ त्यो मङ्गल गाउने भने जस्तो अब तपाईँको सौलोमा हाम्रो महाकुलुङ भनेर सौलोमा तपाईँको त्यहाँ अरू बिचको जातिहरू क्षेत्रीय वन भएपछि हाम्रै भाषा बोल्ने मात्रै तपाईँ हजुर जुन तपाईँको जुन बहुल्यताबाट त्यहाँनिर हजुर त्यही भाषा त्यसले तानिँदो रहेछ हजुर त्यसले हजुरहरूले यहाँ चाम्लिङको रीतिमा उहाँको भान्जी चाहिँ कुनै शुभ कार्यमा चाहिँ माउली चिनाउने बुढा माउली चिनाउने हुन्छ अरे भन्ने खातिरले हजुर यसो गरियो त्यसमा विधि विधान पुगेन कता के हो बाबा बिन्ती त बिन्ती जुग सबै बिन्ती हो हजुरहरूलाई हजुर बाबा अब बाबा भन्दा सहिदो आउँदैन अरे मैले बाबा भने हजुर माथि है बिन्ती बिछाए कसरी भने यो आफ्नो आफ्नो हजुरले भन्नुभयो आफ्नो कुरा तल रीतिरिवाज हो मेरो पनि माइली छोरी चामलिङ माइली चाहिँ चामलिङ नै हो माइली भन्दा पनि चामलिङ नै हो तपाईँ तर चामलिङ नै हो तर खोला तल आफ्नो आफ्नो विधि विधान के छ हजुरहरूले मामाले चिनाउने बुढामाउले चिनाउने बुढीमाउले चिनाउने कता के यो विधि विधान त पुगेन होला विधि गर्ने रीति मान्ने भएकोमा के अरे चित्त बुझिदिनु भयो अहिले बाबा यो कुरा बुझिदिनु होला स्वीकारिदिनुहोस् है हजुर ल अब यो दुई भाग अब हजुरहरूले राखिदिनु भएछ अब दुई भाग म हजुर विषयपट्टि मैले बात काटेँ दुई भागमा कतातिरको माउली चिनाउने कतापट्टिको बुढामाउली चिनाउने हजुरहरूले नै यो नाम लागेर ग्रहण गरिदिनु होला है नमस्कार भनेपछि अब के भनेदेखि अब कुराकानी बुझ्दाखेरि अब दुईपट्टिकै कुरो अब एकचोटि दाजु छिन्यो होइन दाजु अब भन्दाखेरि अब उहाँहरूले अब घाटतिरै जगत लाग्दैन कि के पो भन्छ बाजे पुर्खोली कहानीमा घाटतिरै भने जगत लाग्दैन भन्ने कुरामा उहाँले रहनुभयो अब भन्दाखेरिमा अब ठिक छ अब हाम्रो भान्जी के कुलुङसँग वादिनी कुलुङ वादनी कुलुङ हजुर वादिनी कुलुङ हाम्रो सामेतहरू छुट्टै छुट्टै सामै छुट्टै छुट्टै हजुर हाम्रो पनि तपाईँको यो जति पनि हाम्रो किराँत चाहिँ तपाईँको किराँत समुदायको चाहिँ एउटै भाषा र एउटै सामुय नछुटाएको कारण यही हो क्या हामीलाई तपाईँको अलिकति अलग अलग छलछल गराइदिनुलाई नाता बिहेबारी चलाउनुको लागि त्यो गरेको अब एउटै सामुय एउटै अब नाता एउटै पाछा गरिदियो भने हाम्रो बिहेबारीमा चाहिँ अब समस्या हुन्छ त्यो गर्नाले गर्दा हाम्रो पुर्खादेखि नै पार्वो सुन्निमादेखि नै अलिकति नाता नाला छलेर त्यहाँदेखि नै यो अब कुलुङमा पनि चालिङमा पनि होइन त्यो छलिने भएको छ भनेपछि अब भाइहरू होइन तपाईँहरू अब कुरुङपा हुनु रहेछ होइन भान्जी दुधमावली अब दुधमावलीको लागि चाहिँ अब तपाईँहरू चाहिँ अब हिमालचुली भान्जीहरूको तर्फबाट चाहिँ अब होइन तपाईँहरू हिमालचुली हुनुहुँदो रहेछ तपाईँहरू हिमालचुली भएर चाहिँ अब खोला बोक्दै झरेर चाहिँ तपाईँको समुद्र भएर उहाँहरू होइन समुद्र भएर गए पनि समुद्र त ठुलो हो नि कोसीमा मिसियो कोसीमा मिसिराख्नु भयो तर कोसीमा मिसिए पनि मेरो शिर चाहिँ कहाँ छ भन्दा अब हाम्रो चाहिँ अब त्यो खोलाको शिर माथि सिम त्यो सिम हुन्छ सिमदेखि गिचगिच पानी मुरेर चाहिँ उँधो जान्छ गर्दाखेरि उहाँहरू आज कोसीबाट चाहिँ खोलामा परिणत हुँदै सिम खोज्दै तपाईँहरूलाई आइपुग्नु भयो अब आइपुग्दाखेरिमा अब तपाईँहरूले चाहिँ यो पायरेमाहरू राख्नुभयो तर के को लागि राख्नु भन्दा हाम्रो किराँत संस्थामा चाहिँ के भन्छ भने अब माउलीलाई एउटा अब टाउको एक माना रक्सी एक बोतल जाँड अनि त्यहाँदेखि अब भुटेको चाहिँ अब तपाईँको अब अहिले अब त्यो साइलाखुई भन्छ त्यो साइलाखुई राख्दै कारण चाहिँ
भोलि पर्सि तपाईँहरूको छोरी चेलीलाई भान्जा भान्जी होइन तपाईँहरूको भान्जा भान्जी छोरी चेलीलाई चाहिँ कोही दुख बिमार वाइको पुज्नु पर्दा हाम्रो पर्वतेमा खोलादेउ भन्छ खोलादेउ पुज्नु पर्दा वाइको मालिमा पुज्नु पर्दा कोही पनि घरको माइतीपट्टिको मावलीपट्टिको देउ देखा परेछ भने हामी त्यो देउलाई हामीहरू घरबाट पुजिदिन्छौँ भनेर चाहिँ यो तपाईँहरूलाई सिरुभ्याउने राखिदिनु भएको हो होइन भान्जी होइन म साह्रो दाजु होइन अब त्यो अब सेलाङ सुस्पाले अब होइन हिँड्दा डेम याबानापा होइन चारेमा कुरीमा याबानापा अब टिको दाना अब रेरेया कुकुवा मुङको रुङ्गान अब घाँस उठाएको होइन दाजु देख्नुमा पर्छ दाजुले अनन्द लिगान न इराक सबैले बुझ्दैन भनेर पर्वतीय भाषा बोलेको हाम्रो कुचाले अनि अब उहाँहरूले माउलीले यो पक्किसकेपछि भोलि पर्सि धामी देउसी गर्दा देखाउँदाखेरि माउली तर्फबाट माइती तर्फबाट देउता देखिँदैछ है कुल देखिँदैछ भने फेरि माइती माउलीलाई गरिदिनुहोस् भन्नुपर्छ त्यो भन्नुको कारणै अहिले यो हामीले यतिखेर राख्नु परेको हुन्छ है नाताहरू म त्यसो भने हाम्रो चाम्लिङ तर्फबाट है हजुर यो अब हजुरहरूको कुलुङ तर्फबाट चाहिँ अब के भन्नुहुन्छ अब हामीले पनि एकछिन जानकारी पाउन अब मैले त अब जानेको अब त्यति नै हो यो बिग्रेको स्वरले होइन अब कान पनि त्यति सुन्दिनँ होइन अब के भन्नुपर्छ होइन यति भन्दा चाहिँ अब पापाहरूलाई चाहिँ मैले अब यसमा चाहिँ भने अहिलेको उसमा चाहिँ अवस्थामा चाहिँ मैले फेरि हाम्रो दिपालाई नै यसो अब कुलुङतर्फबाट भनौँ अथवा मेरो यता घरपट्टिबाट चाहिँ म दिपालाई नै अगाडि सार्नुबाट अब किनभने अहिले अब न मेरो खासमा बाउलाई नै खासै थाहा छ न हामीलाई नै खासै थाहा छ होइन त्यही भएकोले गर्दाखेरि अब खोइ कुरा के भन्नुपर्ने के गर्नुपर्ने भनेर चाहिँ म दिपालाई नै अब अगाडि बढाउनु पर्ने हाम्रो दिपाले नै पो भनिदिनु पर्ने भयो तपाईँले अब दुई तर्फबाट बोल्नु पर्यो घाटा चलाउनु भएन है हामीलाई कोपा लाग्यो दाजु अवस्था दुध माउलीबाट दुध माउली अब दुध माउलीबाट त के भनौँ भने आज 2083 साल असार 9 गते माग होइन हौ हजुर असार 9 गतेको दिन चाहिँ हाम्रो अब छोरी इच्छा मायाको चाहिँ अब चुलाबाट निकाल्ने कार्यक्रम हुँदाखेरि हामी सबै मित्र दाजुभाइ भेला भएर कार्यक्रममा चाहिँ सबभन्दा ठुलो सिम भनेको त मावली अब सिम बेगर नदी बग्दैन यसकारण सिमबाट खोलादेखि नदी कोसी हुँदै माउलीहरूको आशीर्वादले गर्दाखेरि बगिरहेको छ त्यसकारण यो कोसी भएर बगेको तपाईँहरूको आशीर्वादले गर्दाखेरि तपाईँहरूको शिर भ्याउने राखेको यो मान्छेले यहाँबाट हुत्याएर निकालेर संस्कार एकैछिन बिगारेर अब हाम्रो इच्छा अब छोरीको अब 2083 साल असार 9 गतेको दिन त्यसो चुलाबाट निकाल्ने कार्यक्रम भएको हुँदाखेरि अब सबै छर छिमेकी इष्टमित्र दाजुभाइ भेला हुँदाखेरि मावली भनेको ठुलो हिमाल तुली सिमले नदी बग्दैन अब खोला हुँदै अब कोसी भयो अब तपाईँहरूको आशीर्वादले गर्दाखेरि त्यसकारण तपाईँहरूको आशीर्वादले अब कोसी भएर बगेको कारण तपाईँहरूलाई चाहिँ यो चाहिँ शिर भ्याउने
तपाईँहरूको माओलीको र अब सिम बुढी माउली सिमबाट खोला अब भए गए पनि नदी समुद्र भए पनि तर सिम चाहिँ मामाले चाहिँ सम्झेछ भन्ने चाहिँ त्यसमा अब बुढी माउलीहरूले सुन्नुभयो त दाजुले भन्नुभयो भने होइन हामी सिमभन्दा पनि माथि गरेछौँ होइन मासिक सिमभन्दा माथि होइन सुन्नुहोस् है के भनेदेखि होइन हाँस्नु चाहिँ भरे राख्दा हुन्छ कहिले पनि हाँस्दा पनि हुन्छ होइन बरु एकछिन हाँसौँ एकछिन हाँसौँ न है अनि बरु मूलपछि सिम चाम्रे कतिजना हुन्छ वासेप खा भनेको कतिजना थाहा छ वासेप खा दाजु छोडेर वासेप खा वासेप खा वासेप खा भनेको ए हाँस्नुलाई सोध्नु पर्छ वासेपला भनेको अघि हाँस्नेहरू भनौँ त वासेपला भनेको क्या ओझेल 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 कुरामा कुरा क्या वासेपला वासेपका भनेको चाहिँ उयो पुन्यौ घारी उयौँ घारी क्या त्यो सानो सानो फल्छ नि त्यो सानो सानो त्यो हुन्छ क्या पुन्यौ पुन्यौ उयौँ उनी होला दाजु उन्यौ 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 हो उन्यौ वासेपका भनेको उन्यौ त्यो उन्यौ घारीदेखि हजुर उन्यौ घारी चिसो हुन्छ क्या हजुर सेप उन्यौ घारी चिसो हुन्छ अनि त्यसलाई वासेपका भन्छ क्या उन्यौ घारीदेखि पानी पलाएर सिममा गयो होइन बुढी माउलीदेखि त माउलीमा आयो नि त माउलीले सिम भन्यौ न त्यो सिमको पनि त माउली छ नि त त्यो सिम पनि त त्यतिको भएन उसको माथि आउँछ नि त मुहान त्यतिकै माउली त भएन हजुर हजुर वासेप खादेखि सिम भयो सिमदेखि वाही वाही भने खोला दाजु वाही दाखा यो भने कोसी कोसीदेखि हामी वासेप खाँदा यहाँ गएर छौँ अनि वासेप खाँदा यहाँ र यहाँको र असर अनि हाम्रो छैको छासीले अब खैनी वासेप खा रुङमाना ओको सायरेनमा ओको नासुङ काको रहेछ भनेको चाहिँ अब हामी माउली भन्दा पनि ठुलो रहेछौँ अलिक धेरै पनि छ यता नि तपाईँहरू भन्दा पनि अलिक हामी ठुलो रहेछौँ हिँगाएको रहेछ वासेप त सिम नाखा वाही वाही दाखा यो दाखा वाटेममा होइन उहाँहरू त समुद्रमा जानुभयो समुद्रदेखि पनि हामीलाई फर्केर आएर चाहिँ सिम सम्झिनु भयो माउली वातेम वासेपखा सम्झिनु भयो बुढी माउलीलाई पनि यति धेरै टाढोबाट तपाईँहरूले सम्झेर आउनुभयो भान्जाहरूले ज्वाइँहरूले छोरीचेलीहरूले होइन यसमा हामी धेरै हामी बुढी माउलीको तर्फबाट हामी धेरै धेरै आजको तपाईँहरूको शुभ उपलक्ष्य शुभ कार्यको हामी धेरै र अब आजको कार्यक्रम अब सफलताको साथसाथै अब यो अहिलेदेखि राखेको नियम होइन अहिलेदेखि राखेको होइन नि त अहिले बिहान सिकेको हो त पर्छ भनेर हिजो सुँगुर काट्दाखेरि सिकेको होइन नि त रक्सी पार्दा सिकेको होइन नि त नाइमा पार उहाँ सुन्नेमा चिनीमा दलपा आबामी याबानापा नै किरासँग आएको रहेछ के पृथ्वीमा जब पनि हामी मानिसहरू सबैजना उत्पत्ति भएर आएपछि बिहा गर्दा के गर्नुपर्ने मरुपरु गर्दा के गर्नुपर्ने नरान गर्दा के गर्नुपर्ने पास्नी गर्दा के गर्नुपर्ने सबै हामीलाई माथिबाटै सिकाएर पठाउनु भयो र अब तपाईँहरूले हामीलाई यति धेरै हामीलाई बुढी माउली भनेर राख्नुपर्ने थिएन अलिकता यसो नाम मात्रै मेरो बुढी माउलीहरू हुनुहुन्छ भनेर नाम मात्रै राख्दा हुने तर यति धेरै हामीलाई राखिदिँदाखेरि यो हामी खायौँ भने हामीलाई पाप त लाग्दैन विष त लाग्दैन पाप विष लाग्छ भने भन्नुहोस् है पाप विष लाग्दैन यता माउलीतिर पनि खानु हो भने अब पापहरू विषहरू त लाग्दैन नि तपाईँहरू यत्रो हामीले लिएर जाँदैछौँ होइन हामीले केही दिन सक्यौँ न कि कसो अरू पनि भन्नुहोस् है के कुरा हो होइन
अब यो भर्खरदेखि चल्न आएको चलन त होइन पहिलेदेखि भुसी हाम्रो भुसी दाका होइन दाजै किरा खाएको भुसी दाका किरा खाएको कोखतिर दाखा न किरा खाएको भनेर चाहिँ अब हाम्रो कोकोहरू बाजेहरू जन्मिने हाम्रो कोको बाजे होइन नि पुर्खा कोको बाजे जन्मिने बित्तिकै हाम्रो यस्तो अब सुरु भइआएकोले गर्दा हामीलाई बोलाउनु भयो तपाईँहरूले सम्झिनु भयो अब हामी भनेको माथि वासेप खाएको तपाईँहरू भनेको तल कहाँ सप्तकोशीको होइन र पनि यति टाढा आएर बुढी माउले रहेछ भनेर हामीले बोलाउनु भयो धेरै धेरै हामीलाई तपाईँहरूबाट धन्यवाद छ म के भन्न चाहन्छु होइन भाइहरू अब के ताली बजाउनु अब ताली अब के भने जिम्बामा हिँड्न कहाँ जे हिँडे दस हिँडे रिलुङदा जे हिँडे अब हर्सुङदा जे हिँडे थल रुङमा नथल नाखा जे रुङमा होइन चिको अब पाले छैनी नाखामा सिमामा भएन हामी भन्नु अब माइती तर्फबाट यस्तै छु सिम यस्तै भइगयो सिम हामी सानै हो तपाईँहरू नदी अझै ठुलो हुनु भनेर बढेर जानु नि कसैले हानी चलन छ क्या त्यो तुङ्गी भन्छु क्या हाम्रो अब भान्जीकोमा कार्य छ भन्दै उफ्रिँदै र पाक्दै खुट्टा भाँच्दै यसरी पानी परेको हिँड्दै हिँड्दै आइपुग्यौँ अनि आइपुग्यौँ हामी भान्जीको भरपूर्णसँगले हामीले चाहिँ अब शुभ कार्य हामीले प्राप्त गऱ्यौँ र पनि अब हामीले यत्रो राखिदिनु पर्ने थिएन गरिथाकी आयो भोक लाग्यो भनेर हामी पनि त्यही अब हिमाल पुग्नु पर्ने मान्छे छ अब यो नलैजाउँ भने पनि अब माया लागिरहन्छ बाटोमा बोलाइदिने त्यसले गर्दाखेरि अब के त अब यो हामीले लगेको हामीलाई विष त हुँदैन हुँदैन छिमाको माछा पर्दैन कोसम्मदेखि बुहारीहरू के भन्नुहुन्छ कि त होइन होइन र पनि अब कुराकानी त अब होइन अलिक बुहारीहरू अलिक अबदेखि चाहिँ म 3 मिनटको चाहिँ बुहारीहरूको पनि पालो राखिदिनु होइन भाइ बुहारीहरूको पनि 3 मिनटको सबैजनाको पालो 3 मिनटको पुरै माइक लिएर बरु होइन सिस्टम लिएर आजभोलि साथै हाम्रो अब यस्तै छ अब अलिक बोल्नु जान्दैनन् कहाँ दाजु अनि यता भन्दाखेरि सकिहाल्छ अनि अलिक दिनुपर्छ सुन्नु छेउछेउको देखेर यहाँ ढोएको पोखा पार्नु पर्ने अब अब यो अलिकति बाँड्नु पर्छ होला नि त बाँड्दा हुन्छ होला हौ यो यता आएर हाम्रो यो उठाऊ सबै बजाइ सबै उता